अनि हेलो गाइज के छ हैन म फेरि न्यू भिडियो लिएर आइसकेको छु आज। अनि फ्री फायरमा आफैले टपअप कसरी गर्ने हैन त। फ्री फायरमा चाहिँ आफैले टपअप कसरी गर्ने हो युनिपिन लिएर अनि म सिकाइदिनेछु आज फ्री फायरमा आफैले टपअप कसरी गर्ने हो। सबैभन्दा पहिला हाम्रो आफ्नो प्रोफाइलमा जानु होला अनि युआइडी चाहिँ कपी गर्नु होला हैन। अनि यहाँबाट गेम काटेर ट्याक्क यसरी ट्याक्क गएर हैन केटा, यसरी ट्याक्क गएर क्रोम खोल्ने हो केटा, क्रोम हैन केटा हो। अनि यहाँ गरिना माई सप सर्च गर्नु होला केटा हो, गरिना माई सप केटा हो। अनि गरिना टपअप सेन्टरमा जानु होला सबजना केटा हो, सबजना केटा हो, सबजना। अनि यसरी यहाँ गएर यसरी के भइरहेछ यहाँ युआइडी सबजना युआइडी पेस्ट गर्नु होला, कपी गरेर युआइडी पेस्ट गर्नु होला। अनि यसरी रिडिममा जानु होला, प्रोसिड टु पेमेन्टमा जानु होला। यसै गरी कति डायमन्ड टपअप गर्नुहुन्छ हजुर आफ्नो आइडीमा 25 डायमन्ड गर्न सक्नुहुन्छ, 50 डायमन्ड गर्न सक्नुहुन्छ, 115 डायमन्ड गर्न सक्नुहुन्छ, 240 डायमन्ड गर्न सक्नुहुन्छ, 610 छ, 1240 छ, 2530 छ हैन। त्यसै गरी विकली पनि गर्न सकिन्छ, मन्थली पनि गर्न सकिन्छ र लेभल अफ पास पनि गर्न सकिन्छ। म हेरिरहेको छु हजुरहरूलाई है, म तबसम्म के भनिरहेछ 25 डायमन्ड क्लिक गर्छु है। 25 डायमन्ड यसरी वालेटमा जाने, यसरी क्लिक गर्ने युपी पोइन्टमा है। अनि यहाँ जुन हामीले युनिपिनको गुगल एकाउन्ट बनाएको हुन्छ, आइडी बनाएको हुन्छ हैन, त्यो अलरेडी बनाएपछि त्यसपछि आउँछ। अनि यसमा क्लिक गर्नु होला। अनि त्यसपछि केटा यसरी आउँछ, यसरी इन्टरफेस आउँछ। अनि हामीले क्रिएट गरेको युनिपिन हुन्छ हैन, सिक्युरिटी पिन, त्यो पिन चाहिँ हाल्ने पर्नु रहेछ। त्यो पिन चाहिँ हाल्दाखेरि कन्फर्म हानिदिएपछि टपअप हुन्छ केटा हो। अनि यही हो टपअप हान्ने प्रोसेस, आफैले टपअप कसरी हान्ने र युनिपिन कसरी किन्ने, के किन्ने, कहाँबाट किन्ने हैन, कतिमा किन्ने, म त्यो सब भन्छु केटा हो ल। त्यो सब नेक्स्ट भिडियोमा केटा हो है, नेक्स्ट भिडियो म बनाइदिइहाल्छु केटा हो ल, नेक्स्ट भिडियोमा है केटा हो।